सबैलाई नमस्कार। मेरो नाम चाहिँ दिपेश कुमार थापा। आज चाहिँ म खानाको रेसिपी भन्न जाँदैछु है। यो चाहिँ ग्रेभीको लागि हो। यो चाहिँ टमाटर, प्याज, खोर्सानी। अनि यो चाहिँ नेपालीमा चाहिँ सुख दुःख भन्नु त्यस्तै रहेछ आफ्नो विदेशमा को पढाइ ठुला सहर यहाँ बेग्लै सोचाइ आइपुगे म पनि केही गर्नलाई सबैलाई सम्झना मनबाट नै आशा छ माया यो नमरु सही मेरो धन अहिले यहाँ भए नि मन बने सानानी उतै छ हाम्रो नेपालमा मन थिएन यहाँ आउनलाई मरिमेटी धन कमाउनलाई के गर्नु देशभरि बेरोजगारी हाम्न सकिएन ऋणको बारी आमा मेरी तिमी क्षितिज पारी याद आउँछ झलझली मुटुभरि बाबा र बहिनीलाई ठिकै छ नि सम्झन्छन् होला नि मलाई पनि मेरो धन